नमस्ते। एकछिन सोच्नुस् त, आज तपाईँको भान्सामा के पाक्दैछ? बजारबाट किनेर ल्याएको त्यो मासु साँच्चै कुन जनावरको हो र कहाँबाट आइरहेको छ? तपाईँलाई पक्का थाहा छ त? सुन्दा एकदम सामान्य लाग्न सक्छ, तर भर्खरै बाहिर आएका केही रिपोर्टहरूले जो कोहीलाई पनि झस्काउने गर्छ। यो विश्लेषणमा हामी त्यही अवैध मासु तस्करीको गहिरो जालोबारे कुरा गर्दैछौँ। आउनुस्, हाम्रै भान्सासँग जोडिएको यो गम्भीर विषयलाई अलि राम्रोसँग बुझौँ। अब यी तस्बिरहरूलाई एकपटक ध्यान दिएर हेर्नुस् न। बाँकेमा प्रहरीले चलाएको अपरेसनका दृश्यहरू हुन् नि। अटो रिक्साभित्र र ठूला फ्रोजन ट्रकहरूमा कालो प्लास्टिकका झोलामा लुकाएर यो के ओसारपसार भइरहेको छ। स्रोतहरूले स्पष्ट भन्छन् यो कुनै साधारण मासुको व्यापार पटक्कै होइन। यो त प्रहरीको आँखा छलेर रातारात भइरहेको अवैध मासुको तस्करी हो। यी दृश्यहरू हेर्दा नै थाहा हुन्छ यहाँ कति ठूलो सञ्जाल सक्रिय छ। र यहीँबाट उब्जिन्छ यो एकदमै गम्भीर प्रश्न। हामीले बजारमा खाइरहेको मासु साँच्चै के को हो त? यो प्रश्न हावामा उठेको होइन है। स्थानीयको दाबी र प्रहरी कारबाहीलाई हेर्ने हो भने गाई, गोरु र अझ कतिपय अवस्थामा त कुकुरको मासुलाई समेत खसी वा राँगा भनेर बजारमा पठाइदिएछ भन्ने ज्यादै गम्भीर आरोप लागेको छ। सुन्दै आङ झिरिङ्ग हुन्छ होइन त? वास्तविकता पनि त्यस्तै डरलाग्दो छ। त्यसो भए यो शङ्कास्पद मासु आखिर कहाँबाट आउँछ त? आउनुस् यो अवैध आपूर्तिको बाटो बुझौँ। खासमा यो पूरै प्रक्रिया एउटा फिल्मको कथा जस्तै छ। रिपोर्टहरूको अनुसार पहिलो चरणमा भारतको खुला सिमाना हुँदै छाडा गाईगोरुहरू रातारात नेपाल छिराइन्छ। अनि दोस्रो चरणमा गाउँघरका एकान्त ठाउँहरूमा लुकीछिपी तिनलाई काटिन्छ। तेस्रो चरण त झन् कति चलाक छ भने नि, हड्डी नै छुट्याएर बोनलेस प्याकेजिङ गरिन्छ ताकि कसैले पनि मासु हेरेर कुन जनावर हो चिन्नै नसकोस्। अन्त्यमा त्यसैलाई खसी वा राँगाको ट्याग भिराएर फ्रिजरमा थन्काइन्छ। यो त पुरै एउटा वेल प्लान्ड सिस्टम जस्तै छ। ग्राउन्ड लेभलमा यो काम कति चलाखीपूर्ण तरिकाले हुन्छ भने नेपालगञ्ज र कोहलपुरतिरका यी कथित मिट सप्लाई सेन्टर्सहरूले सुरुमा यस्ता साना, कसैलाई शङ्का नलाग्ने अटो रिक्साहरू प्रयोग गरेर मासु ओसार्छन्। थोरै थोरै गरेर जम्मा गर्छन् ताकि प्रहरीलाई सुइँकोसम्म नपाओस्। अनि जब टन्न जम्मा हुन्छ नि, त्यसपछि ठूला फ्रोजन ट्रकमा लोड गरेर लामो यात्राको लागि पठाइन्छ। अब लागौँ नक्कली प्रमाणपत्र र सेटिङतर्फ। हाम्रो प्रणालीमाथि कसरी खेलबाड भइरहेको छ हेरौँ। यहाँ स्क्रिनमा देखिएको यो पशु स्वास्थ्य प्रमाणपत्रलाई ध्यान दिएर हेर्नुहोस्। स्रोतका अनुसार यही एउटा कागजको टुक्रा हो जसले तस्करहरूलाई कानुनी फन्दाबाट मज्जाले बचाइरहेको छ। सोच्नुहोस् त, स्वस्थ पशुको मासु हो भनेर ग्यारेन्टी दिने सरकारी कागज नै तस्करहरूको सबैभन्दा ठूलो हतियार बनिरहेको छ। यो कसरी सम्भव भयो? यसको भित्री कथा सुन्नुभयो भने तपाईँ पक्कै अचम्ममा पर्नुहुन्छ। मासुको कुनै परीक्षणै नगरिकन पशुचिकित्सक वा क्वारेन्टाइनका कर्मचारीहरूले खाली फारममा हस्ताक्षर गरिरहेका छन् भन्ने रिपोर्ट आएको छ। अग्रिम छाप र सही गरिएका यस्ता कागजहरू सिधै व्यापारीहरूको हातमा पुग्नु भनेको त राज्य संयन्त्रकै चरम दुरुपयोग हो नि। यो त तस्करहरूलाई सिधै ग्रिन सिग्नल दिएर बाटो खोला गरिदिनु जस्तै भएन र? यो त भयो बाहिरको कुरा। अब कुरा गरौँ हाम्रै काठमाडौँको भान्सामा रहेको जोखिमको बारेमा। उपत्यकामा कसरी आइरहेको छ त मासुको बाढी? दैनिक 50 टन। सुन्दा पत्यार लाग्दैन नि, तर हो, मासु व्यवसाय सम्बद्ध स्रोतहरूलाई मान्ने हो भने नेपालगञ्ज क्षेत्रबाट मात्रै दिनको झण्डै 50 टन मासु काठमाडौँतर्फ भित्रिन्छ भन्ने दाबी छ। 50 टन भनेको चान्चुने कुरा होइन। यसले के देखाउँछ भने यो कुनै सानोतिनो लुकीछिपी गरिने व्यापार होइन। यो त दिनू चलिरहेको एउटा विशाल इन्डस्ट्रियल स्केलको अपरेसन हो। अब तपाईँलाई पक्कै लागिरहेको होला, मैले त मासु पसलमा त्यस्तो शङ्कास्पद मासु कहिल्यै देखेको छैन त। कुरा एकदम सही हो, तपाईँले देख्नुहुन्न। किनभने यो मासु सिधै काटेर काँचो रूपमा पसलमा झुन्ड्याइँदैन। यो त ससेज, प्रोसेस्ड मिट, ठूला होटलका स्वादिला परिकार र आकर्षक प्याकेटबन्द मासुको रूपमा लुकाएर हाम्रो थालसम्म आइपुग्छ। त्यसैले त हामी उपभोक्ताले वास्तविकता पत्तै पाउँदैनौँ। र यो सम्पूर्ण घटनालाई एउटा सामान्य लजिकले नै छर्लङ्ग पारिदिन्छ। त्यहाँका स्थानीय व्यवसायीहरू आफै सोध्छन्, बाँकेमा यति धेरै राँगा पालन नै छैन भने दैनिक यत्रो ठूलो परिमाणमा राँगाको मासु आखिर कहाँबाट आयो त? यो तथ्याङ्क र वास्तविकता बीचको खाडलले नै प्रश्न पार्छ कि तालमा केही कालो पक्कै छ। यहाँ ठूलो मात्रामा नक्कली विवरण पेश भइरहेको कुरामा कुनै शङ्का छैन। अब यो सबै कुराले कानुन र हाम्रो स्वास्थ्यमा पार्ने असरबारे कुरा गरौँ। यो एउटा गम्भीर जनस्वास्थ्य सङ्कट हो। एकातिर हाम्रो कानुन छ जसले गाईलाई राष्ट्रिय जनावर मान्छ र यसको हत्यालाई कडा अपराधको रूपमा लिन्छ। तर ग्राउन्ड रियालिटी हेर्नुस् त,
ठ्याक्कै उल्टो। अवैध वध र नक्कली बिलको भरमा यो कालोबजारी खुल्ल्याम फस्ताइरहेको छ। कानूनको पानामा लेखिएको कुरा र जमिनको यो यथार्थ बीचको खाडो साँच्ची नै एकदमै चिन्ताजनक छ। कानुनी पाटो त आफ्नो ठाउँमा छँदैछ, तर स्वास्थ्यको हिसाबले यो कति खतरनाक छ भनेर सोच्नुभएको छ? अस्वस्थ, रोगी वा परीक्षणै नगरिएको यस्तो मासु खाँदा फुड पोइजनिङ, ब्याक्टेरियल इन्फेक्सन, परजीवीका रोगहरू र पेट सम्बन्धी गम्भीर समस्याहरू हुन सक्ने चिकित्सकहरू चेतावनी दिन्छन्। अझ कुकुर वा अरू अखाद्य जनावरको मासु मिसाइएको छ भने त यसले भोलि ठूलै महामारी नल्याउला भन्न सकिन्न। त्यसो भए यस्तो अवस्थामा हामी उपभोक्ताहरू कसरी बच्ने त? आउनुहोस् सुरक्षित रहने उपायहरू जानौँ। विशेषज्ञहरू के भन्छन् भने हामीले बजारमा मासु किन्दा केही खतराका सङ्केतहरू अर्थात् रेड फ्ल्यागहरू चिन्न एकदम जरुरी छ। यदि मासु बजार भावभन्दा अस्वाभाविक रूपमा सस्तो छ, त्यसबाट अचम्मको गन्ध आइरहेको छ, धेरै लामो समय फ्रोजन गरिएको जस्तो कडा र पुरानो देखिन्छ वा त्यसको स्रोत नै खुल्दैन भने एकदमै सावधान हुनुहोस्। ती सङ्केतहरूले त्यो मासु खान योग्य छैन भनिरहेका हुन्छन्। त्यसैले आजैदेखि यी 4वटा कुराहरूलाई आफ्नो बानी बनाउनुहोस्। पहिलो, मासु किन्दा अनिवार्य रूपमा बिल माग्ने गर्नुहोस्। दोस्रो, सधैँ लाइसेन्स प्राप्त र भरपर्दो पसलबाट मात्र किन्नुहोस्। तेस्रो, सम्भव भएसम्म पसलमा पशु स्वास्थ्य प्रमाणपत्र हेर्ने प्रयास गर्नुहोस्। र चौथो, जथाभावी जता पायो त्यतै अत्याधिक सस्तो मूल्यमा पाइने ससेज वा प्रोसेस्ड मासु नखानुहोस्। आफ्नो स्वास्थ्य आफ्नै हातमा छ नि, होइन र? अन्तमा म तपाईँलाई एउटा प्रश्न सोधेर बिदा हुन चाहन्छु। आज तपाईँको थालमा के पाकेको छ? के तपाईँ 100% पक्का हुनुहुन्छ कि त्यो सुरक्षित र वैध मासु हो? आज हामीले जे जति तथ्यहरूमाथि छलफल गर्यौं त्यसले प्रश्न पार्छ कि यस विषयमा राज्य स्तरबाटै एउटा स्वतन्त्र र उच्चस्तरीय अनुसन्धान हुनु अति आवश्यक छ। जबसम्म त्यसो हुँदैन, एक सचेत उपभोक्ताको रूपमा सधैँ प्रश्न गर्न नछोड्नुहोस्। सचेत रहनुहोस्, सुरक्षित रहनुहोस्। यो जानकारीमूलक प्रस्तुति हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।